So this is good morning from Pokhara. We have here Mr. Raj, and I am the main guy here. Main focus. Only look at the background is very whitey. Whitey? Yes, whitey. Whitey? Yeah, very whitey like me. Oh, very cool. I'm wearing shoes Nike. Oh, very cool. Yes, my Nike shoe. Yeah. My Nike shoe. Nike. Gulshar bhai. Yes. Here's my brother. Sodu bhai. Santusi. Brushing his teeth. Yeah. Yes. We just talking about it very masculine. Oh, yes. Very nice English. Hey, who's this guy? Yo. बुढा लान मजा गरेको फर्स्ट मर्निङ नो टायर्डनेस फुल अफ एनर्जी Yes, swag. I can fuck 5 goals. So हामी चाहिँ अब कुन ठाउँबाट बोकेर आएको अब हेर्न धनगढी रे आएन फेरि चिया खाएर जाऊँ 6 बजे यस्तो के अनिन्द्र भयो भने चाहिँ हुन्छ हामी चाहिँ पोखरा पुग्यौँ पोखरा पुग्ने बित्तिकै मेरो सानी फरक आइरहेको छ यहाँ त्यो अलग्गै साइन आयो कि मेरो त्यो हुन्छ नि त्यो पोखरावाला भाइब्स आयो कि यहाँ चाहिँ हामी शिवराज भाइ छ यो चाहिँ यो गाडीमा एकदम म झानेर आयो क्या आम्बो ह्यान्डसम गाई आम्बो सन्तोष सडु भाइ हाम्रो विकास ल अनि हाम्रो टाइगर यता हेर न टाइगर हेर न चाहिँ अब भइरहेछ होइन So we are back to me only me walk continue. So म फेरि रुमभित्र गएँ रुमभित्र गएर फेरि म मेटसँग अब सुत्न लागेको नहोस् यो गाइज हामी चाहिँ के अरे कुन ठाउँमा फेरि भुल्यो दम्पुसमा छौँ अहिले यस्तो पानी परिरहेछ सो बाहिर जानको लागि पनि पाइएको छैन अनि अवश्य बाहिर हामी यहाँ सुतिरहेको छौँ मैले न्यानो गरेर आइरहेको छौँ हाम्रो सरी यहाँ चाहिँ एउटा कोही डिस्टर्ब गर्न आएको छ मेरो भिडियोमा हेलो यसले देखाउँछु न म यो मेरो नाकको उस देखियो क्या हौ ए नदेखियो रहेछ सरी यो हो त्यो केटा अघिको त्यो अर्को केटा छ अनि खै अरू चाहिँ छोरी यस्तै छ चाहिँ म चाहिँ हजुरलाई अब के देखाउँछु चाहिँ टक्क ल्याएर हात होइन हौ टक्क ल्याएर बाहिरको वेदर देखाउँछु वेदर देखाउँछु कस्तो चलिरहेछ ल सो गाइज गुड मर्निङ यो चाहिँ अहिले 16:32 सेकेन्ड छ अहिले चाहिँ हामी होटलबाट बाहिर निस्केर अहिले यसो वाक हानेर आएको अनि हामीसँग छ विकास हाई गाइस तिमी चाहिँ राति यति बोल्यौ होइन यति बोल्यौ र यति खुट्टा हल्लायो होइन केटाहरूले पनि यति देखे तर केही छैन के होला र मैले केही छैन अनि सो गाइस मैले चाहिँ यो भिडियो गराउन किन खोजेको भने सो वी आर हियर इन डम्पुस राइट नाउ होइन एन्ड दिस सिन राइट हियर इज सो ब्युटिफुल होइन यो चाहिँ अब तराईतिर बस्ने मान्छेको लागि एकदम स्वर्ग हो क्या यो चाहिँ This is like once in a lifetime experience for us, you know. once in a lifetime तर यहीँ बस्न मन लाग्यो मलाई And I think that this is the first time that we have seen such a mountain from near, you know. यस्तो नजिकबाट देखेँ अनि तर म एकचोटि पुगेर गएको थिएँ होइन तर यस्तो नजिक त देख्न त्यहाँबाट पुग्ने उब्बर छ यो त्यहाँ सो गाइस लेट्स सी दी Which one is सिनेरी मर्दी ऊ त्यो तिम्रो यो छ नि यस्तो त्यो मर्दी हो अन्नपूर्ण चाहिँ यता लेफ्ट साइडतिर छ भन्नुहुन्थ्यो ऊ
उत्यो होला कि उता साइडको पछाडि होला हैन तर अन्नपूर्ण चाहिँ सानो न हुनु पर्यो माछा पुछ्यो भन्दा हैन र I think yes. त्यही हो माछा पुछ्यो त्यति भइहाल्यो Yes. So guys, अब यस सो मर्दी स्मलर होइन के माछा पुछ्यो स्मलर देन अन्नपूर्ण के भनेको के हो कि नै I don't know. त्यही त तर होइन माछा पुछ्यो ठुलो छ भन्नु त कि त्यो दाइले सो गाइस सिन हेर्नुहोस् होइन फर्किउन टाइम लान्छ कि नै फ्रन्ट गरे रियर के भन्छ यसलाई my god. फ्रन्ट भन्छ न ल गाइस If this is Masapuse and Annapurna, then what would have been the actual height of Sagarmatha? ओए my सगरमाथा चाहिँ नगर है Oh my god, man. सगरमाथा त यस्तरी हेर्नुपर्छ अन्त क्या यस्तरी अब यो चाहिँ अब हामी यस्तै छौँ नि त तलबाट तिम्रो बेसबाट त टाउको त यस्तै सो गाइस अब मैले चाहिँ मुख पनि धोएन मुख धोयो कि नै Already washed, yeah. धेरै म त धोएन I think yes, it is such an risky game for the mountaineers to climb that mountain. See, even if we are seeing from here, we are so scared. कोही पनि चढेन रे मासु पुर्समा आउँछौँ Not yet. कोही पनि अघि सोधेको थिएँ मैले Mm-mm. कोही पनि चढेन रे हेर न त्यो पिक हेर न त्यो यस्तो भिवाला पिक को सक्छ है त्यहाँ चढ्ने So yeah. गाह्रो थियो मैले यो चाहिँ यस्तै जानु मिल्छ कस्तो कि फर्स्ट टाइम यस्तो देख्दा चाहिँ म त अनबिलिभेबल स्नो फर्स्ट टाइम होला कि मैले यस्तो लाइभ देखेको फल हामी कहिले देखेको यस्तो दामी त देखेको थिएन है यस्तो दामी हुन्छ नि यो चाहिँ देखेको थिएन आई थिङ्क अब हामीले स्नो पनि आज खेल्न पाइन्छ होला पाइन्छ कि साँच्चै Oh my god, yeah. I still can't believe this. Having water. So हिमालको सिनतिर जाँदैछु म के हो र ओ म्यान रेड लिप्स Oh, so घामै छैन तर हेर न घाममा हेर ठिकै छ केटीहरूसँग खिच्ने केटाहरूसँग होइन म केही भन्दैन सरी लेडिजहरूसँग खिच्ने लेडी So, guys, it's me with the cool glasses on. अब cool भएछु म यहाँ चाहिँ मेरो भाइ भाइ Go guys. हामी रमाइलो गर्दैछौँ ग्लासेस लासेन देखिन होला अलि बल्ल देखियो होला ठिक छ गाइज किनम पछाडि हो चाहिँ अब हाम्रो बहिनीहरू भाइजहरू यस्तो यहाँ अनि चाहिँ हाम्रो यहाँ हिमाल नजिक द्याट इज थाहा भएर त्यो चाहिँ माछा पुस्थ्यो केटाहरू अनि यता चाहिँ सानसानो हिमाल चाहिँ ठिक छ प्रशान्त ब्रदर ए होमी हो नि त बोलेको ल हेलो होमी ल चिप्लो बहिनी चौकाहरू ल गाइज हामी कता आयो थाहा छैन मलाई त्यही पनि जस्ट लुक एट मी यो पछाडिको हिमाल र ममा के फरक छैन
आफ्नै सेवा ले अब हेर्न म चाहिँ हुस्सुमा चाहिँ केटा गाइस दिस इज स्नोफल स्नो के स्नो ठिकै छ बट हौ दामी भयो फेस गाइस म फेरि आएँ यस्तै हुस्सु नै छ अझै पनि तर यस्तो हुस्सुमा चाहिँ मलाई डर लाग्छ हिँड्न मलाई कस्तो हुन्छ त्यो रङटङको सिन याद आयो कि ए एभ्रिवेयर हुस्सु 360 फाइनली गाइस कहाँ अरे हामी फरेस्ट क्याम्प धामपुसको माथि बिचमा टक्क लाएर मर्दी र धामपुसको बिचमा जसले हेर्नुहुन्छ एकदम म थाकेकै छैन अब टक्क लाएर एउटा पब हान्यो त्यसपछि तातो पनि हान्यो सो केटाहरू गुड मर्निङ हामी चाहिँ थर्ड डे अफ आवर टुर अनि यसमा चाहिँ वी आर एट दि फरेस्ट क्याम्प भन्ने ठाउँमा यहाँ चाहिँ हिमाल चाहिँ नदेखिने रहेछ केटा सो नो हिमाल सिनेरी टुडे सो टुडेको सिन हुनेछ हाम्रो ब्युटिफुल फ्लावर्सहरू एन्ड प्लान्ट्सहरू सो द प्लान्ट्स द्याट आई स इट्स देख्न सक्नुहुन्छ हाम्रो पछाडि छ प्लान्ट दिस प्लान्ट नयाँ प्लान्ट हो केटा हो अरू पनि छ है केटा यहाँ रोज पनि रहेछ फर ब्युटिफुल गर्ल्स मेरो तर्फबाट सनफ्लावर पनि छ तर सनफ्लावर नदेखाऊँ बिकज मै ब्राइड छु सनफ्लावर भन्दा या बाहुन भन्यो पनि भयो बहिनी हामी होला छौँ हेल्पोस एसओएस यो दिदी के हुँदैछ म चाहिँ अब हामी मारुति हिमालबाट फर्किँदै हो अनि चाहिँ केही होइन त्यसै अब कस्तो छ भनेर मात्र हो मैले भिडियो पठाउँछु भन्दा अगाडि त्यो हेरेर फेरि रुने होइन फेरि त्यो हेरेर रुनै गर्ने होइन ए ल टेक केयर गाइज म चाहिँ अहिले एकदम टपमा छु हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ एउटा स्पेसल ठाउँ रहेछ वीर गोर्खाहरूको लागि यहाँ चाहिँ एउटा पुलअप बार छ म चाहिँ हान्थ्यो होला तर आई डोन्ट लाइक डुइङ पुलअप्स न म पुलअप बारहरू वी आर एट द टप त्यो चाहिँ कुन ठाउँ थाहा होइन तर दिस इज एभ्रिबडी जस्तो भेरी कुल यार यो चाहिँ मेरो लागि नै बनेको ठाउँ जस्तो छ भारी मजा आइरह्यो भेरी कोल्ड आई वान्ट टु ड्रिङ्क रम लिटल बिट रम त्यहाँ चाहिँ हाम्रो बहिनी एकदम कहाँ त्यो बहिनी चाहिँ पुरै नगरौँ है त्यो बहिनीको ल ल यो भिडियो चाहिँ मेरो दिदीको लागि हो खुब मेरो मम्मीलाई भन्दैरहेछस् पापालाई भन्दैरहेछस् मलाई त्यहाँ दिएन मलाई कहीँ घुम्न दिएन मलाई कहिले पनि केही गर्न दिएन साथीसँग बाहिर जान दिएन बोल्न दिदीले हान्थ्यो कि म देखिस् नि आँट्ने हो
अनि भगवान्ले पुऱ्याउँछ भगवान नभनौँ आफूले पुऱ्याउने त्यो अब हेर म कहाँ छु देखिस् नि देखिस् एकदम के भन रिग्रेट होला रिग्रेट हुँदै होला तँलाई भाइलाई के सम्झिस् तैँले मैले दिदीको लागि भिडियो गराउँथ्यो कि भाइलाई के सम्झिस् तैँले सक्दैन सक्छिस् हेर यो चाहिँ खाएको यो माछा पुस्यो माछा पुग्यो माथि पुगेर आएको यो चाहिँ के हो यो 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 अन्नपूर्ण भन्छ तर होइन होला अन्नपूर्ण तर रिग्रेट चाहिँ नगर अनि भाइलाई अनि यस्तै यस्तै ठाउँमा जानको लागि पैसा पठाऊ अनि यस्तो राम्रो राम्रो पैसा पठाऊ अनि यस्तै भिडियो गर्दै भाइले पठाउँछ तँलाई अनि होइन आफूले गरेको पछि बन्यो क्या हो नि त्यो हिसाबले त्यो हामीसित आएको त्यसले आएर देखिएन आज बल्ल विचार थिएन अब काम काट्नु डाँडा कहाँ